दर्शन अनि नमस्कार सम्पूर्णमा। पहिलेका महामन्त्री र अहिलेका नेपाली काङ्ग्रेसका सभापतिले संसद भवनभित्र रवि लामिछानेको प्रमाण देखाइदिउँ, पेश गरौँ भनेर भनेको यो भिडियो सुनौँ एकैछिन लेसको। अभियोग लागिरहँदा सबैभन्दा चर्को स्वरमा गगन थापाले नै प्रमाण हामीसँग छ भनेर सदनमा बोलेका थिए। त्यहाँको रूपन्देहीको अदालतमा भएका प्रमाणहरू पेश गरौँ। अहिले मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गरौँ। 1 अरब रुपियाँ पैसाको अपचलन गरेका प्रमाणहरू पेश गरौँ। कतिवटा प्रमाणहरू सुन्नुभयो नि त उहाँको भिडियो? पेश गरौँ भनी धम्काई न त्यो प्रमाण हो न अहिले सत्य साबित भयो। यसरी झुट बोलेर राजनीति गर्छन् पहिलेका पार्टीहरू। ओलीभन्दा केही कम छैनन् नेपाली काङ्ग्रेसका सभापति पनि। त्यही भएर अहिलेको जुनसुकै पार्टी होस्, नयाँ आएको पार्टीलाई भोट दिउँ, पुरानोलाई बहिष्कार गरौँ। जसरी अहिलेका पुराना पार्टीहरूले राजालाई बहिष्कार गरेका थिए, त्यसरी नै पुराना पार्टीहरूलाई जनताले बहिष्कार गरौँ।